महिनामा चाहिँ अलिकति चिल पारामा ड्युटी गर्दैछ है। अर्डर पनि लाग्दैन है। अर्डर लाग्ने भए अलिक खटेर गर्न मन लाग्थ्यो कि है। अर्डर नै लाग्दैन, चिल पारामा अब ड्युटी 6 बजीदेखि छ। म उठेर आइदा 7:30 बजे भर्खर गाडीमा है। यस्तो रमाइलो छ गर्मीले, गर्मी लास्ट गर्मी भइदिने है। त्यो त ड्युटी गर्न मन नलाग्दिने है। यो चाहिँ मेरो गाडी हो, मेरो गाडी खप्पर हो के खप्पर हो। म हजुर भित्र देखाइदिन्छु हजुर। पारी जमुना वारी मैम को देख के ले अटक जा इधर। के गर्नुला मैले गाडी स्टार्ट गर्नुला, गाडा स्टार्ट गर्नुला। यो हर्कुमा अब यहाँ राखिदिन्छ। एकछिनको लागि हजुर यहाँ बसिदिनु होला ठ्याक्क लगाएर यो गोजीमा के हो। अब यो यहाँ टक्क राखिन्छ हैन। अनि हजुरहरु सामुमा पनि फेरि आइदिहाले हजुर। यही हो गाइज विदेशी जिन्दगी हैन। ड्युटी बाद 6 बजीदेखि थियो, भर्खर 7:30 बजी उठेर आइयो हैन। यो महिनामा अलिक गर्मी छ, त्यो झ्याउ लागिरहेको ड्युटी गर्न मलाई हैन। ड्युटी नगरौँ जस्तो लागिरहेको छ। 1 महिना 2 महिना जति ड्युटी नगरौँ, रुममा सुतौँ हैन, खाउँ उठौँ। घुम्न त के जानु, यस्तो गर्मीमा को घुम्न जानु भन्दा बरु ड्युटी गरिहाल्छु नि हैन। त्यही भएर गर्मी छ, यो रुममा मस्त बस्ने के अरे खाने सुत्ने विचार गर्दैछु यार। के गर्ने तनाव लागिरहेको छ। यति गर्मी छ म फेरि गर्मी खप्नै सक्दिनँ कि। 47-48 पुग्छ, 50 पुग्छ, गाह्रो छ। मर्छ ल सो गाइज, अर्को पार्टमा भेटौँ न हामी। यही पार्टमा यस्तै गर्मीले गर्दाखेरि हजुरहरूलाई नै केही भएको छ भने कमेन्ट गर्नु है फेरि है। लस बाई बाई अललाई।